नमस्ते। कहिल्यै सोच्नु भएको छ प्रयोगशालामा वैज्ञानिकहरूले गरेको एउटा ठूलो आविष्कार त्यो दुर्गम गाउँको किसानको खेतसम्म कसरी पुग्छ होला? आज हामी यही एउटा पुलको बारेमा कुरा गर्दैछौं जसलाई कृषि प्रसार भनिन्छ। सोच्नुस् त, एउटा रिसर्च सेन्टरमा कुनै नयाँ प्रविधि बन्यो अथवा भनौं एउटा चमत्कारी बिउ तयार भयो। अब त्यो दूरदराजको गाउँमा आफ्नो खेतमा काम गरिरहेको किसानसम्म आखिर कसरी पुग्छ? यो जुन अदृश्य यात्रा छ नि, यो कसरी पूरा हुन्छ होला? ल आउनुस्, आज यही प्रक्रियालाई हामी नियालेर हेरौं। त्यो प्रश्नको जवाफ हो कृषि प्रसार। तर यो सुन्दा जस्तो सिधा छ त्यस्तो छैन। यो कुनै एकतर्फी बाटो होइन जहाँ माथिबाट आदेश मात्र आउँछ। यो त एउटा दुईतर्फी पुल हो। सोच्नुस् त, एउटा यस्तो पुल जसले रिसर्च सेन्टरबाट समाधान लिएर किसान कहाँ जान्छ अनि फेरि किसानका वास्तविक समस्या बोकेर रिसर्च सेन्टरसम्म फिर्ता पनि आउँछ। हामीले आज यो विषयमा जुन छलफल गर्दैछौँ त्यो हिमालयन एग्रिकल्चरल इन्स्टिट्युटले तयार पारेको सामग्रीमा आधारित छ। ल अब उहाँहरूकै जानकारीको आधारमा यो विषयमा अझ गहिरिएर हेरौँ। ल आजको हाम्रो छलफलमा हामी के कुरा गर्छौँ त? पहिलो, यो दुईतर्फी पुल भनेको के हो? दोस्रो, यसको इतिहास कस्तो छ? तेस्रो, यसका सिद्धान्तहरू के हुन्? अनि यो किन महत्त्वपूर्ण छ र व्यवहारमा चाहिँ कस्तो देखिन्छ? यी सबै कुरामा हामी एक एक गर्दै जानेछौँ। ल सुरु गरौँ हाम्रो पहिलो खण्डबाट, एक दुईतर्फी पुल। यहाँ सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने यो ज्ञानको प्रवाह एकतर्फी हुँदैन। हेर्नुस्, प्रसारको लक्ष्य किसानलाई नयाँ कुरा सिकाउनु मात्रै होइन, बरु उनीहरूले समस्यालाई हेर्ने दृष्टिकोणै बदल्नु हो। र हामी सबैलाई थाहा छ नि, कसैलाई एउटा नयाँ सिप सिकाउनु त सजिलै होला, तर उनीहरूको वर्षौंदेखिको सोच, त्यो धारणा बदल्न कति गाह्रो हुन्छ। हो, यही नै कृषि प्रसारको सबैभन्दा ठूलो चुनौती हो। अब अलिकति इतिहासतिर जाउँ न त। यो प्रणाली आखिर आयो कहाँबाट होला? यो कुनै हिजो अस्तिको कुरा होइन है। यसको जरा त 100 वर्षभन्दा पनि पुरानो छ। यसको यात्रा पनि निकै रोचक छ। सबैभन्दा पहिले सन् 1873मा बेलायतमा यसको अवधारणा सुरु भयो। त्यसको झण्डै 40 वर्षपछि 1914मा अमेरिकाले त यसलाई कानुनी मान्यता नै दियो। अनि नेपालमा चाहिँ विक्रम सम्वत 2010 सालमा त्रिभुवन ग्राम विकास कार्यक्रम मार्फत यो भित्रियो र 2014 सालदेखि त औपचारिक रूपमै हाम्रो कृषि प्रणालीको एउटा महत्त्वपूर्ण अङ्ग बन्यो। कृषि प्रसार भनेको खालि प्राविधिक कुरा मात्रै होइन, यसको पछाडि एउटा गहिरो दर्शन लुकेको छ र त्यो दर्शनको केन्द्रमा कुनै मसिन वा प्रविधि छैन, बरु मानिस छ। यसको मूल मन्त्र एकदमै सरल छ। किसानलाई यो गर भनेर आदेश दिने होइन, बरु उनीहरूलाई नै सशक्त बनाउने हो ताकि उनीहरू आफै आफ्नो समस्या समाधान गर्न सकुन्। यो माथिबाट लाद्ने प्रक्रिया होइन, यो त सँगै मिलेर अघि बढ्ने एउटा सहकार्य हो। यसका केही आधारभूत सिद्धान्तहरू हेरौँ है। पहिलो त यो ग्रासरुटमा आधारित छ, मतलब केन्द्रबाट होइन, स्थानीय स्तरबाटै सुरु हुन्छ। दोस्रो, यसले आत्मसहायतामा जोड दिन्छ ताकि किसानहरू आत्मनिर्भर बनुन्। अनि अर्को महत्त्वपूर्ण कुरा, यो एकदमै लचिलो हुन्छ, मतलब ठाउँ र परिस्थिति अनुसार यसलाई बदल्न सकिन्छ। र यी सबै सिद्धान्तहरूको मुटुमा एउटा एकदमै शक्तिशाली विचार छ, गरेर सिक्ने, अर्थात् लर्निङ बाई डुइङ। हो नि होइन र? किताबमा पढेको कुरा त भुलिएला, तर आफ्नै हातले खेतमा गरेर सिकेको कुरा कहिल्यै बिर्सिँदैन। ल हामीले यसको दर्शन र सिद्धान्तको बारेमा त कुरा गर्यौं, तर खास प्रश्न त यो हो कि यसले साँच्चै कुनै फरक पार्छ त? यो प्रणाली किन यति महत्त्वपूर्ण छ? आउनुहोस् अब यसको वास्तविक प्रभावबारे कुरा गरौँ। यसको महत्त्व धेरै छ। पहिलो त यसले नयाँ र उपयोगी प्रविधिहरू किसानसम्म फैलाउँछ, तर त्योभन्दा पनि महत्त्वपूर्ण, यसले किसानका वास्तविक समस्याहरू के हुन् भनेर पहिचान गर्छ र त्यसलाई अनुसन्धान केन्द्रसम्म पुर्याउँछ। यो पुलको काम गर्यो नि होइन? अनि यही प्रक्रियामा स्थानीय नेतृत्वको विकास हुन्छ र समुदायहरू आत्मनिर्भर बन्दै जान्छन्। ल अब हाम्रो अन्तिम खण्ड, यति धेरै सिद्धान्त र दर्शनको कुरा गर्यौं, अब यो व्यवहारमा चाहिँ कस्तो देखिन्छ त? हेरौँ है। फरक एकदमै स्पष्ट छ। पुरानो तरिका कस्तो थियो? माथिबाट तल, एकदम औपचारिक निर्देशन आउने। तर प्रसारको दृष्टिकोण ठिक उल्टो छ। यो सहकारी, स्वैच्छिक र लोकतान्त्रिक हुन्छ।
यहाँ कसैले कसैलाई जबरजस्ती गर्दैन, सबै मिलेर सल्लाह गरेर अघि बढ्छन्। यो एउटा चक्र जस्तै हो जुन कहिल्यै रोकिँदैन। पहिलो चरण किसानहरूलाई नयाँ प्रविधि दिने, दोस्रो उनीहरूले भोगिरहेका समस्याहरू पहिचान गर्ने, तेस्रो ती समस्याहरूलाई अनुसन्धान केन्द्रमा फिर्ता पठाउने, अनि चौथो प्रगतिलाई दिगो बनाउन स्थानीय नेतृत्व तयार पार्ने। र यो चक्र फेरि घुम्छ। अन्तमा यो स्रोत सामग्रीको एउटा वाक्यले यो सम्पूर्ण दर्शनलाई सारमा बताउँछ। कृषि विकासको केन्द्रबिन्दु किसान हो। प्रविधि, अनुसन्धान, नीति नियम यी सबै कुराको अर्थ तब मात्र हुन्छ जब किसान सफल हुन्छ। सबै कुरा किसानकै लागि हो। र एकछिन सोचौँ त कि यो मोडल कृषिमा मात्र सीमित हुनुपर्छ र? पर्दैन। वास्तवमा यो त ज्ञानलाई बाँड्ने र समुदायलाई सशक्त बनाउने एउटा शक्तिशाली खाका हो जुन जुनसुकै क्षेत्रमा पनि लागू हुन सक्छ। र अन्त्यमा एउटा प्रश्न छोडेर जान चाहन्छु। कल्पना गरौँ त कृषिमा जस्तै विशेषज्ञ र काम गर्ने मानिसहरूबीच यस्तै बलियो दुईतर्फी पुल बनाउन सकियो भने हाम्रो शिक्षा, स्वास्थ्य वा अरू कुन क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउन सकिएला? यो प्रश्नमाथि विचार गर्दै गर्नुहोला। नमस्ते।